अनि साँचो बोल्ने सज्जन मान्छेहरू डराउने बोल्नलाई। अनि 1000 जना मान्छे बस्ने ठाउँमा 1 जना फटाले बोलेर उसले शासन गरिराख्ने, बाँकीको 999 जना चुप लागेर सही। जय माटो जय देश। अब सहनु हुँदैन। म बोल्न सिकाउँछु तपाईलाई है, बोल्न पाउनुपर्छ तपाईले। नेपालले बोल्न पाउनुपर्छ। जब सबै नेपाली बोल्छ, यो चेलीको तर्फबाट सबैलाई श्रम अभिवादन। यो देशको माटो बोल्छ। अब बोल्छ यो देशको ढुङ्गा बोल्छ। बोल्छ यो देश बोल्छ कि बोल्दैन? यो देश उठ्छ कि उठ्दैन? उठ्छ। त्यो देश उठाउने अभियानमा म यहाँहरू सबैजनालाई आबद्ध भइदिनको लागि अनुरोध गर्न चाहन्छु। अब हामी सबैजनाले जहाँ हामी बसिरहेका छौँ, उभिरहेका छौँ, त्यहाँको माटो छोइदिनुहोस् प्लिज। हामी माटोलाई अब वचन दिन्छौँ। माटोलाई वचन दिउँ त? यसलाई शपथ भन्दैन, फेरि हाम्रो त्यति पनि फरक छ। नेता पनि छैन, कार्यकर्ता पनि छैन, शपथ पनि भन्दैन, माटोलाई वचन भन्छ। यो देशलाई हामीले वचन दिउँ। सबै युवालाई भनौँ त दिउँ। त्यसो भने तपाईँले चाहिँ आफू उभिएको ठाउँको माटो छोइदिनुहोस् प्लिज। अब हामी माटोलाई वचन दिन्छौँ। एउटा गीतमा छमछमी नाच्छौँ। सबैजनासँग म फोटो पनि खिच्छु है। तपाईँसँग गाली मारेर फोटो खिच्न मन छ है। धन्यवाद। सबैजनाले आफू उभिएको ठाउँको माटो छोड्नुभयो। दाहिने हातले छोइदिनुहोस् त प्लिज सबैले। धन्यवाद। अब त्यो दाहिने हात तपाईँको मुठी कसेर देब्रे छातीमाथि राख्नुहोस्।